अहिले त 10 भइसक्यो ट्याक्कै अनि आज ट्याक्कै एउटा एउटा रोप्ने भनेर ठुलो छ हेलो नमस्ते स्वागत छ तपाईँहरूलाई आजको मेरो न्यू भ्लगमा। सो अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि आजको भ्लग भनेको चाहिँ अस्ति अलैँची टिपिसक्यो अनि अब चाहिँ अलैँची रोप्ने कार्यक्रम भइरहेछ हाम्रो। 2-3 दिन रोप्ने, 1-2 दिन भन्ने कुरा भएर आज चाहिँ टक्क अलैँची रोप्ने बेसीमा झरिसकेको छु म। मेरो अलिकति बेसीमा काम छ, मेरो पनि हल्का बिरुवा लाउनु पर्ने छ। अनि यहाँ देख्न सक्नुहुन्छ बिरुवाहरू हिजो गाडीदेखि झारेको। हिजो चाहिँ यो दाजुहरूको नि त यो विकास दाजुहरूको अलैँची यो। अनि हिजो हामी 7 जनाले झिकेको बिरुवा हो यो, एक ट्र्याक्टर झारेको हिजो बेलुका। सो अनि म चाहिँ अब बेसी जाने, मैले झिकेको बिरुवा चाहिँ यो छ। अस्ति मेरो बिरुवा लगाएको हल्का मरेछ, अनि मरेकोमा थप्नु भनेर म चाहिँ अगाडि गएको। यो चाहिँ मैले हिजो निकालेको बिरुवा हो। त्यो चाहिँ अनि अस्ति मरेको रहेछ, अनि त्यो मरेको ठाउँमा थप्ने। अनि त्यही भएर अब दाजुहरू चाहिँ पछाडि आउनु हुँदैछ, म चाहिँ टक्क अगाडि आएँ। सो अनि आज चाहिँ धेरैजना छ, मैले बिरुवा बोकिसकेँ 1 बिटा। त्यो चाहिँ देख्न सक्नुहुन्छ बिरुवा। अनि आज चाहिँ रोप्ने हो। अहिले त 10 भइसक्यो ट्याक्कै अनि मेरो लाग्ने भनेको 11 बजीदेखि। अनि म चाहिँ अब 1 घन्टा रोप्छु बिरुवा, त्यही हो। अनि त्यस्तै भइरहेको छ। अब अलैँची अन्तिम भयो, भ्लगहरू बनाउनु लास्टै होला अलैँचीको भ्लगहरू। यो चाहिँ अस्ति हामीले रोपेको बिरुवाहरू चाहिँ यहाँ छ है। यहाँ चाहिँ पुल छ, पुल अहिले चाहिँ म इलाम नगरपालिकामा छु। अहिले चाहिँ म सूर्योदय छिर्न आँटिसकेँ। यस्तो खालको ठाउँ छ यो। यसको ब्याकमा चाहिँ यस्तो छ ब्याकमा अस्ति लगाएको बिरुवाहरू। यो चाहिँ खोला, यो पुल। अनि हाम्रो बेसी चाहिँ यो पहाडी पर्छ। यो चाहिँ इलाम नगरपालिका र सूर्योदय नगरपालिका जोड्ने पुल हो भनौँ न। यो खोला यो सानो हसाले खोला भन्छ यसलाई। अनि यता चाहिँ इलाम नगरपालिका, यता चाहिँ सूर्योदय नगरपालिका। अनि ऊ त्यहाँ पहाडी देखिएको चाहिँ इलाम नगरपालिका। त्यो चाहिँ नाम्सालिङ गाउँपालिका। 3 ठाउँ पर्छ यहाँनिर टक्क। घाम लागिरहेछ कडा। बिरुवा रोप्नु त अस्ति नै पर्ने, तर अस्ति अलैँची फलेकोमा बिरुवा निस्किँदैन। त्यही भएको कारणले गर्दाखेरि यो चाहिँ हाम्रो बेसी। यो चाहिँ अर्को यसपालिदेखि नयाँ बिरुवा। जस्तै असार नलगाएको बिरुवा यस्तो भइसकिसक्यो। यसपाल साइकलले फल्छ होला, अलिक स्याप पुग्यो भने यो फल्छ। यस्तो छ यहाँ बेसी अलैँची। कतै मरेको छ, मरेको ठाउँतिर थप्नु पर्ने। अब हेर्दै यसले टुसा हान्दैन यसले। हो यहाँ भनेको यो चाहिँ नाम्सालिङ। यहाँ चाहिँ एसियन हाइड्रो पावर। यो हाम्रो बारी। अब मसिन अलैँची रोप्ने थप्ने। यो हाम्रो बसेको ठाउँ चौतारा जस्तै छ। पिपलको बोट दामी छ यहीँ, हावा यस्तो दामी आउँदैन। बट पिपल छ यहाँ, खोला बर्को बट यस्तो थप्नु पर्ने छ। धेरै लाग्दैन, आधी घन्टा जस्तो लाग्छ। अनि शीतलमा बस्ने हो आधी घन्टा जस्तो। त्यो दामी हावा चल्छ। सो अब चाहिँ म रोप्नु थालेँ। मैले खाल्डा खुनिसकेँ। अब यो त ट्याक्कै एउटा रोप्ने भनेर ठुलो झिकेको। अस्ति एउटा मरेको छ नि त बिरुवा, त्यही भएर यसलाई चाहिँ अब खाल्डा खुनिसकेको छु। टक्कै एउटा लाउने, स्वात्तै गाड्ने हो। नमरेकोहरूले यस्तो टुसा हानिसक्यो। भदौमा हामी टुसा हालेको
यति धेरै टुसा हानिसकेको छ 80 रुपियाँकोले। यसले चाहिँ फिक्स फल्छ। यो मरेर यिनीहरू चाहिँ मरेको। यसलाई अब एउटा रोप्ने ट्याक्क सट्ट लगाउने। यसलाई त यस्तो गरेर माटो हालेर कोजिदिने। अघि खाल्डा खुनिसकेको छु मैले। यस्तो गर्ने यस्तो गर्ने। एकदम भइगयो अब। यति बेलाको चाहिँ यस्तो ठुल्ठुलो खालको रोप्यो भने हुन्छ। एउटा एउटा होइन 3-3, 4-4वटा भएको। यहाँ मरेछ। यस्तो गरेर साथीले कत्रो टुसा हानेर प्रगति गरिसक्यो। यिनीहरू चाहिँ यस्तो भइरहेछ। यो मर्नुको कारण भनेको चाहिँ नमर्ने हो बिरुवा चाहिँ। अस्ति फाड्नु भ्याइएन नि त। फाड्नु नभएको कारणले गर्दाखेरि चाहिँ जोडी भइहाल्यो थियो। राउन्ड अफ लिएर ठटाइदिएको झोडीमा भेटिहालेछ हल्कै। यो राउन्ड अफले भेटेको बिरुवा यस्तो बिजो भएर मर्दैछ है। मैले कहिले हानेको थिइनँ नि त राउन्ड अफ। फर्स्ट टाइम हानेको। भइसक्यो फल्ने भइसक्यो। आधी चाहिँ मर्दिरहेको फल्ने भइसक्यो। सँगै रोपेको साथी यस्तो भइसक्यो। मरेर यसरी मरेछ है। राउन्ड अफ खेलाउने चिज त होइन। त्यस्तै जोक। सो अहिले चाहिँ मैले अलैँची पनि रोपिसकेँ। अहिले फुलमा आइरहेको छु। यहाँ चाहिँ हाइडो हो। यो चाहिँ बनिसकेको हाइडो। माथिको चाहिँ बनिँदैछ अर्को। वरिपरिको नजारा यस्तो चाहिँ पानी सलल्लो परेको छ। मलाई चाहिँ यस्तो रोप्नु घाम लागेको भन्नुहुन्छ भने यस्तो खतरा घाम लागिरहेको छ। अहिले अलिक ढुम्मा भएर भिडियो बनाएको नभए त गर्मीले यसरी रोप्नुपर्छ। कता रोप्ने अरे त? यत्रो रोपिसक्नु पर्ने अब छाडेको छ। अहिले रोपेको बिरुवा यति मात्रै हो। तर घाम त्यस्तो खतरा लागेको छ। बिरुवा ओइलिसक्यो। बिरुवामा चाहिँ कति चाहिँ छ अझै 15 बित्ता बाँकी छ। अब चाहिँ काम चल्छ होला। अझै गर्मीले चलेन। बक्स चिन्छ र कति काट्नु काट्दा त्यो अलैँची चाहिँ यसरी रोपिन्छ। आज रोपेको टिप हो। घाम लागेर चाहिँ पानी शीतल भएर मात्र